मृत्यु निश्चित छ, तर कहिले, कति बेला, कसरी, यो कसैलाई थाहा हुँदैन। मानिसको जन्म हुने कुरा त 9 महिना अगाडि थाहा हुन्छ, तर मृत्यु हुने कुरा चाहिँ 9 सेकेन्ड अगाडि पनि कसैलाई थाहा हुन्न। भर्खरै नेपाली समुदायका भारतीय गायक प्रशान्त तामाङ 42 वर्षमै अप्रत्याशित रूपमा बिदा भए। यो घटना हृदय विदारक छ। एकजना प्रसिद्ध व्यक्ति मृत्यु हुनु मात्र होइन, एकजना उमेरको व्यक्ति मृत्यु हुनु चाहिँ बढी पीडादायी छ। किनभने जब एक जिम्मेवार व्यक्तिको अकालमै मृत्यु हुन्छ, त्यहाँ उसको मात्रै मृत्यु हुँदैन, उससँगै परिवारका सपना, भरोसा र जिम्मेवारीको पनि सँगसँगै मृत्यु हुन्छ। मृत्यु बाजा बजाएर आउँदैन, यो जुनसुकै बेला आउन सक्छ, अचानक, बिना सूचना, जुनसुकै उमेर। आजको समयमा शरीर स्वस्थ हुनु मात्र काफी छैन, आर्थिक स्वास्थ्य पनि स्वस्थ हुनैपर्छ। त्यसैले आज एउटा गम्भीर प्रश्न आफूले आफैलाई गर्न जरुरी छ। यदि मलाई पनि भोलि यस्तै भयो भने मेरो परिवार आर्थिक रूपमा कति सुरक्षित छ? सन्तानका लागि मैले देखेको सपना कसले पुरा गर्छ? मैले बोकेको ऋण र दायित्व मेरो परिवारले बोक्न सक्छ कि सक्दैन? म नहुँदा पनि मेरो परिवारको आम्दानीको स्रोत रोकिन्छ कि रोकिन्न? यी सबै प्रश्नहरूको एउटै उत्तर हो, जीवन बिमा। बिमा आफू नरहँदा पनि आर्थिक रूपमा परिवारलाई सुरक्षित गर्ने सर्वोत्तम बचत हो। समयमै बिमा गरी आफ्नो जिम्मेवारी र परिवारको भविष्य सुरक्षित गर्नुहोला।